सहयोग भनेर लिने, त्यसलाई जबरजस्त अनिवार्य सहयोग पनि अनिवार्य हुन्छ। अन्तर्क्रियाले समस्याको समाधान दिनु होइन, काम गर्नु पर्यो। यो सरकारलाई मात्रै देखाएर सम्भावना हुँदैन। यो विषयमा हामी गम्भीर भएर जानुपर्छ भन्ने कुरा हो। हामीले गर्न सक्दैनौँ भनेर सुरुवातै नगरेर त हामी त एउटा उचाइमा पुग्न त सक्दैनौँ, लक्ष्यमा पुग्न त सक्दैनौँ। एउटा सानो बालक ऊ आफै गिटी कुट्न गएन भने साँझको चुलो बल्दैन। 3 वर्ष 4 वर्षसम्म फी खापेको छ, सुनाएको सुनाइ छ, विद्यार्थीले फी तिर्न सकेको छैन। 10+2 भनेको 12सम्मको त नवलपुर जिल्लाको हकमा एकजना पनि दरबन्दी रहेन। सम्पन्न वर्ग समुदायको हुँ भनेकाले म ठिक छु भनेर मात्रै अब यो समाज बन्नेवाला छैन। एक किसिमको जुन गन्जागोल देखिएको छ नि, कसरी हो त निकास दिने? विषयवस्तु यो हो। नमस्कार, रेडियो पावासोती 102.6 मेगाहर्जको विशेष संवादमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। आज विशेष संवादको लागि हामीसँग हुनुहुन्छ जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मा। बाबुराम सर, स्वागत छ। धन्यवाद। जिसस कार्यालयमा एउटा कार्यक्रम थियो, हामी पनि त्यहाँ पुगेका थियौँ। यहाँका पालिका प्रमुखहरूदेखि लिएर गएर शिक्षाका क्षेत्रमा कार्यरत विभिन्न व्यक्तित्वहरू त्यहाँ आउनुहुन्थ्यो। निःशुल्क शिक्षा सरकारले अनिवार्य गर भनेर कानुन त बनायो, हाम्रो जिल्लाको हकमा यो सम्भव छ अहिले? अनिवार्य शिक्षा, निःशुल्क शिक्षा वास्तवमा नेपालको संविधानले यसलाई व्यवस्था गरे अनुसार यसलाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा यो त समग्र मुलुककै एउटा सिङ्गो राष्ट्रकै एउटा चुनौतीको विषय हो। त्यो हुँदै गर्दा पनि नवलपुर जिल्लामा हामीले यसलाई कानुनले व्यवस्था गरेको अनिवार्य र निःशुल्क शिक्षालाई कार्यान्वयन गर्नुपर्छ भन्ने हिसाबले हामी चरणबद्ध हिसाबले जिल्ला समन्वयको तर्फबाट मात्रै नभएर जिल्ला शिक्षा समितिको अध्यक्ष पनि भएको कारणले गर्दा यसलाई हामी विधिवत हिसाबले छलफल चरणबद्ध हिसाबले अगाडि बढाइरहेका छौँ। त्यो बढाउने क्रममा हामी जिल्ला शिक्षा समितिमा एकचोटि छलफल गऱ्यौँ। त्यसपछि गएर फेरि हामी जिल्ला शिक्षा पालिका शाखा शिक्षा शाखाका प्रमुखलाई पनि बसेर छलफल गऱ्यौँ र हामी 139वटा माध्यमिक विद्यालयका प्रहरीहरूको बिचमा पनि एउटा एजेन्डा बनाएर अनिवार्य शिक्षा र निःशुल्क शिक्षा कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा अन्तर्क्रिया छलफल गऱ्यौँ। अब त्यति मात्रैले हुँदैन। अब स्थानीय तहको सरकारका प्रमुखहरू स्थानीय तहलाई विशेष गरेर बढी जिम्मेवारी नबनाएसम्म यसलाई कार्यान्वयन गर्न सकिँदैन भन्ने हिसाबको एउटा चिन्तन मननका साथ सल्लाहहरूले योजना बनाएर त्यो कार्यक्रम आयोजना गरेका हौँ। त्यो कार्यक्रमले जहाँसम्म लाग्छ मलाई स्थानीय तहका प्रमुखहरू, स्थानीय तहका सरकारहरूलाई यो कार्यक्रमले पक्कै पनि एक किसिमले ऊर्जा दिने काम, अनिवार्य शिक्षा र निःशुल्क शिक्षालाई हामीले कार्यान्वयन गर्ने सन्दर्भमा योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने किसिमको एउटा तरङ्ग सन्देश दिने काम गरिरहेको छ भन्ने मलाई लाग्छ। जस्तै त्यहाँ उपस्थित व्यक्तित्वहरूबाट पनि के कुरा बढी मात्रामा सुन्यो भने यो अन्तर्क्रिया मात्रै गर्नुको खास औचित्य नै केही पनि छैन। अन्तर्क्रियाले समस्याको समाधान दिनु होइन, काम गर्नु पर्यो। काम गरेको खै त, विभिन्न बहानाबाजी गर्यो, ठुला ठुला बिल्डिङहरू ठड्यायो, तर शिक्षामै खास लगानी गर्नुपर्ने ठाउँमा भौतिक विषयवस्तुमा मात्र लगानी बढ्यो। यो विषयमा त स्थानीय सरकारका प्रमुखहरू आफैले सोच्नु पर्ने हो। त्यो आवाज अलिकति बुलन्द रूपमा त्यहाँ सुनियो। यसमा चाहिँ के भन्नुहुन्छ? अनि त्यो विषयमा त अब स्थानीय तह पनि गम्भीर छ। वास्तवमा भौतिक पूर्वाधारले मात्रै समाज विकासको निपुण त पाउँदैन। जबसम्म मानवीय रूपमा मानवको चेतनाको विकास हुँदैन नि, भौतिक विकास, भौतिक निर्माणले मात्रै वास्तवमा त्यो समाज सभ्य बन्न सक्दैन। त्यसले गर्दा चेतनाको विकास भनेको शिक्षा ज्ञान आर्जनै गर्नुपर्छ। शिक्षा भनेको त अँध्यारोबाट उज्यालोतिर जाने एउटा डोर्याउने एउटा ज्ञानको एउटा महत्त्वपूर्ण विषय हो। त्यति महत्त्वपूर्ण विषयलाई हामीले कमजोर ठान्न हुन्न भन्ने हिसाबले त्यो ज्ञान लिनको लागि, शिक्षा प्राप्त गर्नको लागि अनिवार्य र निःशुल्क शिक्षा जुन वर्ग, जुन तह, जुन समुदायलाई चाहिएको छ त्यो वर्ग, त्यो तह, त्यो समुदायले राम्रोसँग शिक्षा हासिल गर्न सकेन सभ्य समाज बन्न सक्दैन र समुन्नत समाज बन्न सक्दैन। हामीलाई के लाग्छ भने अनिवार्य शिक्षा, निःशुल्क शिक्षा कार्यान्वयन गर्न नसक्दा थुप्रै विद्यार्थीहरू शिक्षाबाट वञ्चित हुने सम्भावना देखिएको छ। कतिपय विषय हामीले के भएका छौँ, के बुझेका छौँ भने शिक्षाको नाममा सामुदायिक विद्यालय, सरकारी विद्यालयले शुल्क लिने, तर त्यसलाई शुल्क नभने सहयोगको नाममा लिने, सहयोग भनेर लिने, त्यसलाई जबरजस्त अनिवार्य सहयोग पनि अनिवार्य हुन्छ। तर त्यति मात्रै कुरा होइन। सामुदायिक विद्यालयको आफ्नै किसिमको व्यथा, अप्ठ्यारा गाह्रा पनि छन्। मैले बुझ्छु, म पनि सामुदायिक विद्यालयको 3 वर्षसम्म एउटा
विद्यालयको सञ्चालक समितिको अध्यक्ष भएर पनि चलाएँ। थुप्रै समस्याहरू छन्, मैले बुझ्छु। तर त्यो समस्याको बावजुद पनि सहयोगको नाउँमा पढ्न नसक्ने गरिबका छोराछोरीहरूलाई सहयोगको नाउँमा वर्षै पछि फी खाप्दै जाने, खापिसके पछाडि त्यो फीको नाममा थुप्रै किसिमको विद्यार्थीलाई टसलिङ हुने कुराहरू, जस्तै परीक्षा दिने सन्दर्भमा प्रवेशपत्र नदिने कुराहरू, त्यसपछि प्रवेशपत्र पाइसके पछाडि परीक्षा दिइसकेपछि रिजल्ट रोक्ने कुराहरू, रिजल्ट आइसकेपछि फेरि सर्टिफिकेट रोक्ने कुराहरू। अनि त्यो विद्यार्थीले त्यो आत्मग्लानी गरेर, गिल्टी फिल गरेर, म गरिबको परिवारमा जन्मेको सन्तान भएको कारणले मैले शिक्षा हासिल गर्नलाई यत्रो टसल खप्न पर्ने भन्ने किसिमको मानसिकता बनाइसकेको छु। त्यो विद्यार्थी के गर्छ? अनि पढ्न छोड्छ। अनि विद्यार्थीले जब पढ्दैन नि, पढ्ने विद्यार्थी र नपढ्ने विद्यार्थीको बिचमा वर्गीय खाडल त्यहाँबाट सुरु हुन्छ। चान्चुने कुरा होइन। सभ्य समाजको निर्माण गर्ने यदि हामी कल्पना गरेका छौँ, सपना देखेका छौँ भने एउटा परिवारमा सभ्य समाज निर्माण गर्नको लागि, एउटा घर परिवार सभ्य बनाउनको लागि त्यो परिवारको सदस्य त सबै सम्बन्धित हिसाबले शिक्षा आर्जन गरेको हुनु पर्यो। त्यही परिवारमा कसैले डिग्री गरेका छ, कसैले निरक्षर भएर बस्यो भने अनि त्यो परिवार सभ्य हुन्छ। समाज त्यही नै हो। त्यसले गर्दा आजको युगमा शिक्षाबाट कुनै पनि वञ्चित हुनु नपरोस्, आर्थिकको कारणले, गरिबीको कारणले भन्ने कुरा नै हो। यो विषयलाई हामीले पूर्णता दिनु खोजेका छौँ। मैले एकदम सम्भावना त सरकारले त्यो किसिमको बजेट व्यवस्थापन गर्दैन, स्थानीय सरकारसँग त्यो किसिमको स्रोत साधन नै छैन। अनि जबरजस्ती निःशुल्क रूपमा शिक्षा दिए मात्र भनेर भयो, मास्टरहरूले अथवा टिचरहरूले, शिक्षकहरूले निःशुल्क गएर पढाइदिँदैनन्। अनि यो विषय त गम्भीर विषय हो। हामीले अनिवार्य र निःशुल्क शिक्षा, नेपाल सरकारले 8 कक्षालाई अनिवार्य शिक्षा, माध्यमिक तहसम्म 9 देखि 12 सम्म निःशुल्क शिक्षा भनेर जुन किसिमले एउटा शिक्षा ऐन र नियमावलीले जुन किसिमले एउटा योजना बनाएर ल्याएको छ, त्यो वास्तवमा के हो भन्नु होला भने अनिवार्य शिक्षा र निःशुल्क शिक्षा कार्यान्वयन गर्ने सन्दर्भमा हामीले एज अ होल एकैचोटि गरौँ पनि भनेको छैनौँ। त्यसलाई कहाँबाट सुरुवात गर्ने भन्ने कुरा हो कि हामीले गर्न सक्दैनौँ भनेर सुरुवातै नगरेर त हामी त एउटा उचाइमा पुग्न त सक्दैनौँ, लक्ष्यमा पुग्न त सक्दैनौँ। वास्तवमा हजारौँ माइल पार गर्नको लागि त स्टेप त 1 माइलबाटै सुरु गर्नुपर्छ नि, 1 पाइलाबाटै सुरु गर्नुपर्छ भने जस्तै अनिवार्य निःशुल्क शिक्षा कहाँबाट सुरुवात गर्ने त्यो भन्ने किसिमले ठुलो छलफल चर्चा विषय बन्यो। थुप्रै सुझाव सल्लाह हामीले आज कलेक्सन गरेका छौँ। जस्तै टोटल सङ्ख्याको 50%बाट अनिवार्य निःशुल्क शिक्षाको अगुवाई गर्ने कि, जस्तै तपाईँको जस्तै स्वास्थ्य बिमा भने जस्तै शिक्षा बिमाको योजना ल्याएर गर्ने कि, त्यो पनि कुरा आयो। अनिवार्य तथा निःशुल्क शिक्षाको कोष स्थापना गरेर अगाडि बढ्ने कि, त्यो पनि कुरा आयो। त्यो मात्रै होइन, वर्गीकरण गरौँ न त होइन। जुनसुकै जात जाति भए पनि आर्थिक रूपमा विपन्न भएका वर्गहरूलाई वर्गीकरण गरेर त्यो हिसाबले योजना बनाऊ भन्ने कुराहरू आयो। यति महत्त्वपूर्ण कुरा आएको छ। जस्तै विनय त्रिवेणीका अध्यक्ष घनश्याम गिरीले भन्दै हुनुहुन्थ्यो दावाका साथ कि मैले मेरो पालिकामा मैले सुरुवात गरेको छु, काम गरेको छु। हाम्रो पालिकामा हामी दावाका साथ भन्छौँ, दलितका कारणले, विपन्नका कारणले, गरिबका कारणले एकजना विद्यार्थी हाम्रो चाहिँ पालिकाभन्दा बाहिर छ, विद्यालयको मौजभन्दा बाहिर छ। यो हामी दावाका साथ भन्छौँ। मेरो पालिकामा कुनै पनि गरिब भएर पढ्न नपाएको अवस्था छैन, तर मैले के भनेको छु, सक्नेले देऊ, नसक्नेले ल्याऊ। अब उहाँको जुन भिजन छ, जसरी उहाँले काम गर्नुहुन्छ त्यसलाई हामीले अनुसरण गर्न किन नमिल्ने, अन्य पालिकाले अनुसरण गर्न किन नमिल्ने? एकदम राम्रो विषयवस्तु, राम्रो कुरो उठाउनुभयो। घनश्यामजीलाई मैले धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँले वास्तवमा हिम्मत गर्नुभयो। अब मेरो पालिकामा गरिबीको कारणले, आर्थिक अवस्था कमजोर भएको कारणले पढ्न नपाउनु हुँदैन र हुन दिन्न भन्ने जुन प्रतिबद्धता जाहेर गर्नुभयो नि हो। यस्तै एउटा स्वयंवरिक रूपमा अगाडि बढ्ने कुनै पालिका हुन्छ, त्यसपछि अरूले पनि त्यही हिम्मत गर्नुपर्छ भन्ने किसिमको सन्देश दिनुलाई यो कार्यक्रम हामी आयोजन गरेँ। यो चान्चुने कुरा होइन। मान्छे गरिबीको कारणले पढ्न नसकेको भए, फर इक्जाम्पल तपाईँ परिवारमा गरिबीको कारणले पढ्ने वातावरण नबनेको भए तपाईँ आज स्टुडियोमा आएर सन्दर्भता लिन सक्नुहुन्थ्यो। त्यो त तपाईँ वञ्चित हुनुहुन्थ्यो। त्यो तपाईँको कारणले हुने होइन नि त, त्यो त गरिबीको कारणले हो। तपाईँमाथि केही दोष हुन्थ्यो। म गरिबीको कारणले पढ्न नसकेको भए, मसँग चेतना शिक्षा आर्जन गर्न नसकेको भए आज इन्टरभ्यूमा आएर तपाईँसँग यो विषयमा अन्तर्वार्ता दिन सक्थेँ। आज अनिवार्य निःशुल्क शिक्षालाई कसरी कार्यान्वयन गर्न सकिन्छ र गरिबका छोराछोरीहरू पढ्न वञ्चित भएकालाई कसरी विद्यालयमा टिकाएर पढाउन सकिन्छ भनेर मैले यसरी बोल्न सक्ने हैसियत क्षमता मसँग हुन्थ्यो हो? त्यो हुन्थेन। त्यसले गर्दा शिक्षाको अत्यन्तै महत्त्व छ। आजको वैज्ञानिक युग त शिक्षाको युग नै भएर आज संसार एउटा साँगुरो भएको छ।
यो त शिक्षा र विज्ञानका कुरा यो सत्यता महत्त्वपूर्ण चिज शिक्षालाई यो सत्यतासँग कमजोर गराउनु हुन्न भन्ने मान्यता नै हो। यो सत्यता त अनपढ अथवा अशिक्षित अभिभावकलाई पनि थाहा छ कि शिक्षा अनिवार्य हो, शिक्षा बिना अब जिन्दगी नै सम्भव छैन। त्यो अभिभावकहरू पनि भन्नुहुन्छ जसले शिक्षाको नाममा क लेख्न पनि जान्नुहुन्न, उहाँले पनि भन्नुहुन्छ। यद्यपि हामीले निःशुल्क अनिवार्य भनिरहँदा विकल्प के त? तपाईँ जिल्ला समन्वय समितिको प्रमुख हुनुहुन्छ, एउटा अन्तर्क्रिया राखिन्छ, एक किसिमको छलफल त गरिन्छ, त्यो छलफलमै मात्र सीमित भइदिन्छ क्या? कार्यान्वयनमा भोलि ल हामीलाई कुनै एउटा विद्यालयले आँट गर्यो, हामीले निःशुल्क गराउँछ, कुनै पनि विद्यार्थीसँग फी लिँदैनौँ, आँट गर्यो। अब त्यो आँट गर्ने विद्यालयलाई स्रोत त जुटाइदिनु पर्यो नि। स्रोत कसले जुटाइदिने? समन्वयले मेरो अधिकार छैन भनेर पन्छिने। अब शिक्षा विकास तथा समन्वय इकाइ छ अर्को, अब त्यो केका लागि हो भन्ने नै औचित्य पुष्टि गर्ने पनि उसलाई गाह्रो परिरहेको अवस्था छ। अधिकार जति स्थानीय सरकारलाई दिएको भनिएको छ, केही कुराहरूमा सङ्घ सरकारले पनि फेरि त्यहाँनिर अङ्कुश लगाइरहेको त्यो देखिन्छ। अनि अब यहाँनिर एक किसिमको जुन गन्जागोल देखिएको छ नि, कसले हो त निकास दिने? विषयवस्तु हो। अब अधिकार स्थानीय तहलाई छ, स्थानीय तहलाई पनि फिडब्याक चाहिन्छ। अधिकार पाएको संस्था, अधिकार पाएको व्यक्तिले आफैमा सर्वसम्मय हो भनेर गर्ने किसिमको कुरा पनि रहँदैन। उसलाई पनि सुझाव सल्लाह फिडब्याक होइन, एउटा सहयोग सहजीकरण त चाहिन्छ नि। त्यो चाहिने कारणले गर्दा हामीले अन्तर्क्रियात्मक हिसाबले छलफल गर्दा एउटा ओए निस्कला भने हो। हामीले अनिवार्य शिक्षा निःशुल्क शिक्षाको कुरा गर्दै गर्दा तपाईँको स्रोत झ्याप्पै आउँछ र हामी झ्याप्पै कार्यान्वयन गर्छौँ भन्ने कुरा होइन। त्यो त हामी सुरुवात कहाँबाट गरौँ भन्ने कुरा। जस्तै मैले भने अब कहाँबाट सुरुवात गर्ने त भन्दा फन्डका कुरा आउँछ। अब फन्ड झ्याप्पै आएर गर्ने कुरा त के तपाईँको आफ्नो योजना चाहिँ के छ? के गर्न सक्यो? यो गर्यो भने चाहिँ नि साँच्ची नै यहाँका नवलपुरवासी, नवलपुरका विद्यार्थीहरूले निःशुल्क शिक्षा पाउँछन् भन्ने तपाईँको कुनै योजना त होला नि त? किनकि तपाईँ लामो समयदेखि यो विषयमा विशेष रूपमा गहन रूपमा लागेको मैले देखिरहेको छु। योजना के छ तपाईँसँग चाहिँ खास? होइन, मैले यो विषयमा एउटा कुरा त कहाँबाट हामी समस्या समाधान गर्न छिर्न सकिन्छ भन्ने योजना बनाएर छिर्ने कुरा हो। हामी कुनै पनि चिजलाई प्रहार गर्नको लागि त सुरुवात त सानो चिजबाट नै योजना बनाएर लागेका हुन्छ। एउटा मलाई के लाग्यो भने अब यो निःशुल्क शिक्षा अनिवार्य शिक्षा कार्यान्वयन गर्नको लागि विपन्न वर्गका परिवारको क्याटेगोरी छुट्याउने, कम्तीमा त्यो सङ्ख्यात्मक हिसाबले 50%बाट सुरु गरौँ, 40%बाट सुरु गराएर त्यो योजना बनाएर हामी 100 पुग्न सक्छौँ। एउटा कुरा। अर्को कुरा, मापदण्ड बनाएर योजना बनाएर जान सकियो भने जस्तै गरिब परिवारको बच्चाहरूलाई, अनाथको बच्चाको परिवारको बच्चाहरू, शहीद परिवारको बच्चाहरू, तपाईँको अपाङ्ग घाइते परिवारको बच्चाहरू, त्यो मात्रै नभएर तपाईँको भूमिहीन दलितका छोराछोरीहरू, सुकुम्बासीको छोराछोरीहरू, अहिले त ओडाले डिफाइन गरेका छ नि, भूमिहीन, दलित, गरिब, सुकुम्बासी के हो भनेर त ओडाले डिफाइन गरेका छ। रातो कार्ड र सेतो कार्डको कुरा छ, पहेँलो कार्डको कुरा छ। रातो कार्ड भर्ने चाहिँ स्पेसियली भूमिहीन दलित हो, भूमिहीन सुकुम्बासी, त्यसकै आधारमा पनि त उनीहरूलाई अनिवार्य निःशुल्क शिक्षाको दृष्टिले जान सकिन्छ। एउटा मापदण्ड त्यो पनि बनाउन सकिन्छ। त्यति मात्रै होइन, सक्नेले दिने, नसक्नेले त लिने भन्ने कुरा त एउटा समाजवादी व्यवस्था त्यो भन्छ नि, सक्नेले दिने हो, नसक्ने लिने हो। अनि सन्तुलित हिसाबले सँगै अगाडि बढ्ने समाज विकास त त्यसरी हुने हो नि। कसैलाई कमजोर बनाएर, कसैलाई अशिक्षित बनाएर, कसैले धेरै पढेर, कसैले पढ्नै नपाएर समाज त सन्तुलित हिसाबले त विकास त हुँदैन, सभ्य समाज बन्दैन। सभ्य समाज निर्माण गर्न त शिक्षित बालबालिकाको त आधारभूत रूपमा त शिक्षा त आर्जन गर्नै पर्छ। त्यसले गर्दा समाजलाई एउटा सन्तुलित हिसाबले विकास गर्ने भने वर्गीय कुरा नै हो। यहाँ वास्तवमा भन्ने वर्गीय कुरा नै हो। धनी वर्गले पढ्छ जसरी पनि, सामुदायिक विद्यालयमा फी तिर्नु पर्छ, नभए बोर्डिङ पढ्न सक्छ, संस्थागत विद्यालय पढ्न, नभए सहर पसेर पढ्न सक्छ, नभए विदेश गएर पढ्न सक्छ। जुन वर्ग जुन तहलाई हो, जसले पढ्न सक्दैन त्यसलाई हो नि त अनिवार्य निःशुल्क शिक्षा चाहिन्छ। त्यसलाई पढाइको व्यवस्थापन गर्नको लागि तपाईँको कसैको आशीर्वाद लिनु पर्ने, कसैको अक्षय कोषको ब्याज पाउन पर्खेर बस्नु पर्ने, कसैको परिवारमा कोही बित्दियो भने अक्षय कोष खडा गरिदिला त्यसको ब्याज पाएर मैले पढ्न, त्यसरी पनि शिक्षा हासिल गर्न सक्छ। त्यसरी शिक्षाले त आशीर्वाद पाएर कसैको सहयोग पाए पढ्न पाउने, नभए नपाउने हिसाबले समाज त समग्र रूपमा अगाडि बढ्न त सक्दैन, समृद्धिमूलक बन्न सक्दैन, सभ्य समाज बन्न सक्दैन। त्यसको लागि नै एउटा आत्मसात गरेर सरकारले
72 सालको संविधानले व्यवस्था गरेको वास्तवमा अनिवार्य र निःशुल्क शिक्षा कार्यान्वयन गर्नलाई अगाडि बढ्नुपर्छ भन्ने हिसाबले कानुन संविधान त बन्यो, कार्यान्वयन गर्न सकिएन। कार्यान्वयन गर्ने कुरा हामी जस्तै एउटा समाजसेवी स्थानीय तह, हामी जस्तै केही एउटा सम्बन्धित निकाय बुझेकाले यसलाई घचघच्याएर योजना बनाएर जान सक्नुपर्छ। संविधान बन्यो भनेर सरकारले केही गरेन, संविधान बन्यो कार्यान्वयन भएन मात्रै भनेर हामी छुट पाउँदैनौँ। त्यो छुट हामीलाई हुँदैन। हामीले पनि बनेको संविधान कसले बनायो? हामीले बनायो। यो त ठुलो नेपाली जनताको त्याग तपस्या बलिदानको कारणले होइन हामीले ल्याएको संविधान हो। त्यो हामीले ल्याएको संविधानलाई कार्यान्वयन गर्ने दायित्व त हामीमा पनि छ नि त। हामी पनि त त्यो कार्यान्वयन गर्ने उत्तरदायित्वबाट पेन्सन त पाउँदैनौँ। यो सरकारलाई मात्रै देखाएर सम्भावना त हुँदैन। यो विषयमा हामी पनि गम्भीर भएर जानुपर्छ भन्ने कुरा हो। बाबुरामजी, यो कुरा अवगत नभएका सायदै जनताहरू कमै छन्। सबैलाई अवगत छ, गर्नुपर्छ। हाम्रो कानुन हामीले नै पालना गर्नुपर्छ, सबैलाई थाहा छ। यद्यपि अब एउटा विद्यार्थीलाई जुन भूमिहीन सुकुम्बासी या दलित छ, कुनै परिवारको एउटा विद्यार्थी छ, उसलाई शिक्षा त तपाईँले निःशुल्क गर्नु होला, कुनै न कुनै त्यसको योजनाहरू ल्याउनु होला, कुनै न कुनै क्षेत्रहरू समात्नु होला। तर उसको घरमा ऊ आफै एउटा सानो बालक ऊ आफै गिटी कुट्न गएन भने साँझको चुलो बल्दैन, उसको पेट भरिँदैन। उसको शिक्षाको लागि चाहिँ कसले के गर्ने? यही छिनो विषयवस्तु, यही छिनो विषयवस्तु। गरिबी, अभाव, अशिक्षा, अन्धविश्वास यही छिन्छ। त्यो कहाँ जोडिएको छ भन्दा वर्गीय रूपमा जोडिएको छ। जुन वर्ग, जुन तह, जुन एउटा समुदाय, हिजोको इतिहास हेर्दा एउटा वर्ग एउटा समुदायलाई जुन वर्ग जुन समुदाय तपाईँले कुरा गर्नुभयो त्यो तहको कुरा, त्यसको एउटा पृष्ठभूमि इतिहास हेर्नुहोस् त। त्यो के छ भने हिजो राज्यले नै कानुन बनाएर, राज्यले नै नियम बनाएर, सुनियोजित ढङ्गले योजना बनाएर पढ्न नहुने, लेख्न नहुने, धन आर्जन गर्न नहुने, शिक्षा आर्जन गर्न नहुने, सम्पत्ति सञ्चय गर्न नहुने कानुन बनाएर राज्य। तपाईँले इतिहास पढ्नु भएको छ। अनि त्यही वर्ग त्यही समुदायलाई आज कानुनले त पढ भन्यो, गरिबी बनायो, अशिक्षित बनायो, उत्पीडन पर्यो, विभेद गर्यो, दासी बनायो। कुनै पनि हालतमा अगाडि बढ्न नसकिने अवस्था, गरिबी अभावले च्यापड अठाएर राखेको छ। अनि कानुन बनाइदियो, पढ्न पाउँछ भने कानुन बनाएर पढ्न सक्छ। हो त्यही वर्ग त्यही समुदायले आज निःशुल्क अनिवार्य शिक्षा त्यो वर्ग त्यो समुदायलाई चाहिएको छ। हो त्यसले गर्दा मापदण्ड त्यो वर्ग समुदायबाट बनाएर लानुपर्छ। ठिक छ, शिक्षा निःशुल्क र अनिवार्य गरौँला। तर त्यो अनिवार्य शिक्षा भन्दै गर्दा आज विद्यार्थीसँग फी नलिकन इक्जाम लिन नसक्ने अवस्थामा सरकारी विद्यालयहरू छन् हैन। विद्यार्थीसँग फी नलिकन कुनै शिक्षक ल्याउन नसक्ने अवस्थामा सरकारी विद्यालयहरू छन्। यहाँ दरबन्दी नै खाली छ। तपाईँको अघि मैले एउटा डाटा हेर्दै थिएँ, 10+2 भनेको 12 सम्मको त नवलपुर जिल्लाको हकमा एकजना पनि दरबन्दी रहेन। के छ भने अब यस्तो सरकारले एकातिर चाहिँ नि गर भनिदिने, अर्कोतिर दिनुपर्ने आफ्नो कर्तव्यबाट सरकार नै विमुख भइदिने। यहाँ तपाईँ हामी जस्ता अथवा भनौँ यहाँ स्थानीय लेभलमा तल्लो लेभलमा रहेका व्यक्तिहरू पनि गर्न के सक्नु हो? सरकारले नै हात झिकेको छ। अब यसो सरकारले हात स्पेसियल रूपमा सर्लक्कै झिकेको भन्नु पनि मिल्दैन। जति हामीलाई आवश्यकता हो, जति हामीलाई त्यो खाँचो हो, त्यो किसिमले परिपूर्ति गर्न नसक्ने कुरा एउटा कुरा हो। तर सरकार जिम्मेवारीभन्दा बाहिर छैन। सरकारको आफ्नो हैसियत, आफ्नो क्षमता अनुसार, यो माग अनुसार थोरै धेरै उसले कुरा गर्दै गर्छ। यो कुरालाई हामीले महसुस गर्नुपर्छ। र विषयवस्तु के हो भने सामुदायिक विद्यालयले सबै एज अ होल निःशुल्क गर्नुपर्छ भन्ने कुरा पनि अहिले सम्भावना नहोला, तर सुरुवात गरौँ भन्ने कुरा हो। मैले यो विषयमा के भन्न चाहन्छु भने तर सरकारले त कानुन बनाएर लागू गरिसक्यो। अनि सहयोग लिने कुरामा सहयोग लिएर, विद्यार्थीहरूसँग सहयोग लिएर, शुल्कको नाममा सहयोग लिएर अब ठुला भवन बनाएर मात्र त्यसको औचित्य के हुन्छ? तपाईँ जुन विद्यार्थी विद्यालयको हातभित्र गएर टिकेर पढ्न सक्दैन, भवन बनाएर हुन्छ कि? त्यसले गर्दा भवन बनाउने मात्रै ठुलो कुरा भएन। विद्यार्थी पढ्न आएकै आएन र पढाइमा टिकाउ हिसाबले पढ्यो त्यो मेजर कुरा हुन्छ भन्ने मलाई लाग्छ कि। त्यसले गर्दा भवन बनाउने कुरा एउटा कुरा हो, तर भौतिक निर्माण गर्ने कुरा एउटा कुरा हो। तर विद्यार्थी गरिबीको कारणले, फी तिर्न नसकेको कारणले पढ्न सकेन भने त्यो भवनको त औचित्य रहँदैन। त्यसले गर्दा त्यो विषयमा मेजर कुरा हुनुपर्छ भन्ने कुरा हाम्रो मान्यता हो। विद्यार्थीहरूलाई अब पढाउने कुरामा चाहिँ अब योजना बनाएर प्रवेश गराएर त्यो टिकाउने कुरा र पढाउने कुरामा
कसैको आशीर्वाद थाप्न नपरोस् भन्ने लाग्छ कि मैले त थुप्रै महसुस गरेको छु। तपाईँको 3 वर्ष 4 वर्षसम्म फी खापेको छ, सुनाएको सुनाइछ, विद्यार्थीले फी तिर्न सकेको छैन, ऊ चाहिँ पढ्न पनि छोडेको छैन, उसले आत्मसम्मान र त्यो अपमान भोगेछ गरिबीको कारणले, उसलाई तनाव हुन्छ। तर आजकलको विद्यार्थीहरू नि सामान्य कुराहरूसँग फेस गर्न सक्दैन। बाबा आमाले गाली गरे भने पनि उनीहरू उस्तै पर सुसाइड गर्न खोज्छन् भने पटक पटक उसले फी नपाएको कारणले थुप्रै कुराहरूको समस्याहरू भोग्नु पर्दा ऊ पढ्ने वातावरण बन्दैन नि। त्यसले गर्दा उसले पढ्न छोडिसकेपछि समाज के हुन्छ? अराजकता हुन्छ, शिक्षा ज्ञानले नगरिस मान्छे मूर्ख हुन्छ, गलत बाटोमा गइन्छ। अनि त्यो केटाकेटीको भविष्य कस्तो हुन्छ? त्यो केटाकेटीको भविष्य त बिग्रला, तर त्यो केटाकेटीको भविष्य आफ्नो मात्रै बिगार्दैन, समाजको सहित भविष्य एउटा दुर्त मतलब गलत दिशातिर बढिरहेको हुन्छ। त्यो कुराले गर्दा पनि यो अब पढ्न पाएकाले, पढ्न सकेकाले, पढ्न जानेकाले, सम्पन्न वर्ग समुदायको हुँ भनेकाले म ठिक छु भनेर मात्रै अब यो समाज बन्नेवाला छैन। नसक्नेलाई पनि र जुन किसिमले उनीहरूले राम्रोसँग शिक्षा दीक्षा पाएको छैन, जो गरिबी छ त्यसलाई उठाउन सक्नुपर्छ भन्ने हिसाबले सँगै लान त सक्नु पर्यो नि, सक्नेले डोर्याएर लाने हो। त्यसले गर्दा यो विषयमा पनि ध्यान दिनुपर्छ भन्ने लाग्छ कि त्यसले गर्दा हाम्रो उदाहरण त के छ भने कतिपय नवलपुर जिल्लाको सन्दर्भमा नहोला, तपाईँको एउटा एसी दिने परीक्षा दिन लागेको विद्यार्थी फी तिर्न नसकेको कारणले गर्दा प्रवेश पत्र रोकिएर आत्महत्या गरेको त खबर त हामीसँग छ नि, त्यस्तो उदाहरण छ। तर त्यस्तो अवस्था सिर्जना नहोस् भन्ने हो नि हामीले। हुन्छ, हामी विशेष संवादमा छौँ। ज्येष्ठ प्रमुख हामीसँग हुनुहुन्छ। एकैछिन छोटो विश्राम लिन्छौँ र विश्रामपछि पुनः उपस्थित हुनेछौँ। विश्रामपछि यहाँहरू सम्पूर्णलाई पुनः स्वागत गर्न चाहन्छु। हामी रेडियोको आवश्यक 102.6 मेगाहर्जको यो विशेष संवादमा छौँ र विशेष संवादमा आज हामीसँग हुनुहुन्छ जिल्ला समन्वय समिति प्रमुख बाबुराम विश्वकर्मा। अब शिक्षा सेक्टरमा अथवा शिक्षाको क्षेत्रमा गर्नुपर्ने कामहरू धेरै छ, सरकारसँग नै बजेट कम्ती छ, यो सबैलाई ज्ञान भएको कुरा हो। अब स्थानीय सरकारसँग स्रोत साधन छैन, भौतिक निर्माणका कामहरू पनि उसले गर्न खोजेअनुसार गर्न सकिरहेको छैन, यो पनि देखिरहेको छ। यो सबै परिपाटीलाई केलाएर अब निचोडमा पुग्ने बेला त आयो। निचोडमा पुगेर एउटा योजना त कार्यान्वयनमा लानु पर्ने छ। अब चाहिँ के गर्ने? अब यसो हाम्रो नवलपुर जिल्लाको 8वटै पालिका मध्येमा पालिकाहरूले पनि शिक्षा सम्बन्धीको योजना बनाएर अगाडि बढेका छन्। तपाईँको पहाड बेल्टको बुलिङटार, बुङ्दीकाली जस्तो पालिकाहरूले एसी पास गरिसकेपछि प्राविधिक शिक्षा पढ्नेहरूलाई प्रति विद्यार्थी 5,000 को दरले विद्यार्थीहरूलाई प्रदान गरेका छ। यो राम्रो कुरा हो, यो राम्रो विषय हो। चाहे जोसुकै विषय किन्न पनि त्यो हिसाबले त्यो पालिकाले योजना बनाएर लागेको छ। बुलिङटार र बुङ्दीकालीको विषय कुरा गर्ने त त्यहाँ त लगभग निःशुल्कै शिक्षा छ। उनीहरूले शुल्कले लिएर हामीले बुझेको थियो, त्यो राम्रो पक्ष हो। तर विद्यार्थी नै छैन नि त त्यहाँ, विद्यार्थी संख्या नै किन हुन सकिन्न। विद्यार्थीहरू छन् र विद्यार्थी भएका विद्यार्थीहरूलाई उनीहरूले शिक्षामा विमुख पार्नु हुँदैन पैसा कारणले भनेर सामुदायिक विद्यालय, सरकारी विद्यालय फी लिँदैनन् र विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययन गर्नको लागि प्रति विद्यार्थी 5,000 दिएको कुरा छ। उहाँहरूले धेरै त्यो विषय राम्रो गर्नुभएको छ। अब तल्लोको सन्दर्भमा गर्दा अब स्वयंसेवक शिक्षकहरू राखेर पनि जस्तै होसीको त्यसपछि पालिकाहरूले योजना बनाएर लागेका छ। अब हाम्रो कावसती नगरपालिकाले पनि तपाईँको 5 कक्षासम्म पाठ्य पुस्तक निःशुल्क आएर अगाडि बढाएको छ भन्ने लाग्छ मलाई। 5 देखि क्रमशः कतिसम्म दिइरहेको छ। यस्तै गरेर देवचुली, त्यसपछि तपाईँ गैडाकोटसम्म थुप्रै योजना बनाएर अगाडि बढाएको छ। तर अब हामीले समग्र यो विषयलाई कसरी निष्कर्षमा लान सकिन्छ भनेर अब पालिकाहरूले योजना बनाएर ल्याउनु भयो भने हामी त समन्वयकारी भूमिका हो। जिल्ला समन्वयले त समन्वयकारी भूमिका खेल्ने हो। पालिकाले ल्याएको योजनामा थप सुझाव सल्लाहसहित सहयोग गर्ने हो। त्यो उहाँहरूले ल्याएको योजनालाई प्रदेश सरकारसँग लगेर जोड्ने र त्यो कुरामा उहाँहरूले उठाएको विषयवस्तुमा हामीले समन्वयकारी भूमिका खेलेर थप सहयोग गरेर उहाँहरूको योजनालाई सफल कार्यक्रम गर्ने काम हामीले गर्ने। जस्तो अहिलेसम्म आएका हाम्रा जिल्लाका 8वटा पालिका छन् होइन, 4 नगरपालिका, 4 गाउँपालिका। यी पालिकाहरूमध्ये तपाईँलाई उत्कृष्ट लागेको कसले गरिरहेको काम
कसले शिक्षा क्षेत्रमा चाहिँ नि राम्रो काम गरिरहेछ भन्ने तपाईँलाई लाग्छ? होइन, तपाईँ यसो हो, अब मैले 8वटा पालिकालाई कुन ठिक कुन बेठिक भन्ने कुरा मैले सिलेक्ट गर्ने कुरा गर्दा अहिलेको परिप्रेक्ष्यमा गर्दा कतिपय मैले डिपली अध्ययन गरेर उनीहरूको नीति तथा योजनामा सबै कुराहरू राम्रोसँग गहिरिएर अध्ययन गर्न नसकेको अवस्था पनि हुनसक्छ। अहिले मैले ठ्याक्कै फल्नाले यस्तो गरेँ, फल्नाले यो गरेन भन्ने कुरा नभएर हुनसक्छ, त्यो भन्ने कुरा पनि होइन। तर सबै पालिकाहरू शिक्षाप्रति गम्भीर र संवेदनशील छ। अब शिक्षाका कुरा गरिराख्दा पछिल्लो समय राजनीतिक घटनाक्रम यस्तो कोल्टो फेर्दैछ। हिजो ज्ञाने चोर देश छोड भनेर नारा लाउनेहरू नै आज फेरि राजा आऊ देश बचाऊ भनेर नारा लगाइरहेको यो अवस्था। अब हरेक राजनीतिक घटनाक्रमले सबैभन्दा ठुलो प्रभाव कहाँ पार्छ? शिक्षामै पार्छ, जनतामै पार्छ। हिजो माओवादीले जनयुद्धको नाममा जुन किसिमको द्वन्द्वात्मक अवस्था सिर्जना गर्यो, त्यो अवस्थामा पनि सबैभन्दा धेरै आक्रमण शिक्षा क्षेत्रमै भयो। विद्यालयहरू जलाइए, शिक्षकहरू मारिए। अब अहिले फेरि अर्को किसिमको राजनीतिक आन्दोलन हुने त्यो सम्भावना देखिएको छ। अस्तिको काठमाडौँको जुन विशाल जनसागर थियो त्यसले के देखाउँछ भने यो व्यवस्थादेखि अहिलेका विशेष गरी नेतृत्वकर्ताहरूदेखि जनता निराश भइसके, यो अवस्था देखाउँछ। अब हजुर जुन कार्यालय प्रमुख हुनुहुन्छ, जिल्ला समन्वय समितिको कार्यालय, एक अर्थमा भन्ने हो भने यो व्यवस्था आइसके पछाडि बनेको एउटा कार्यालय। त्यहाँ बसेर अहिलेको यो अवस्थालाई निहाल्दै गर्दा, राजनीतिक घटनाक्रमलाई हेर्दै गर्दा के होला जस्तो लाग्छ? राजा आउला? अब राजा आउला भन्ने कुरा त त्यति कल्पना नगरौँ। कल्पनाभन्दा बाहिर भइसक्यो राजा। संसारको कुनै पनि मुलुकमा मैले थाहा पाएसम्म सङ्घीय गणतन्त्र ल्याउनलाई नेपाली जनताको ठुलो त्याग तपस्या बलिदानपूर्ण सङ्घर्षको माध्यमबाट यो गणतन्त्र आएको संहिता। यो जसले ल्याए त्यसलाई यसको मर्म भावना, यसको महत्त्व त्यसले बढी बुझिरहेको छ। हिजो गणतन्त्र ल्याउने बेलामा जुन दल, जुन चिन्तनका साथ नेपाली जनताले ठुलो आन्दोलन गरेर यो व्यवस्था ल्याए, यो चान्चुने कुरा भयो। अब सङ्घीय गणतन्त्र व्यवस्थालाई अन्त गरेर राजतन्त्र ल्याउने भन्ने कुरा त मैले त कल्पना पनि गर्न सक्दिनँ। मलाई के लाग्छ भने राजतन्त्रले गर्यो के त? अनि तर जनताले चाह्यो भने त्यो नहोला होइन, जनताले चाह्यो भने राजतन्त्र फर्किने कुरा, राजतन्त्र ल्याउने कुरा कुनै पनि राजनीतिक पार्टीले एजेन्डै बनाएर अब राजतन्त्र ल्याउने कुरालाई अब उनीहरूले संसदीय क्षेत्रबाट राजनीतिक दलबाट चुनाव लडेर 2/3 बहुमत ल्याएर संविधान संशोधन गर्ने कुराले पनि राजतन्त्र ल्याउने कुरालाई त्यति व्यवस्था गर्न सक्ला भन्ने लाग्दैन। र यो सडकबाट आन्दोलन गर्ने कुराहरू त अब हिजो धर्मको नाममा राजनीति गर्न खोजिरहेको एउटा शक्ति थियो, एउटा पार्टी थियो भने अहिले फेरि राजतन्त्रको नाममा राजनीति गर्न खोजिरहेको छ। त्यो वास्तवमा त्यो कति टिक्छ भन्ने कुरा हो। त्यसले मलाई जहाँसम्म लाग्छ अहिले सबभन्दा सुन्दर शासन भनेको त गणतन्त्र नै हो भन्ने हामीले बुझेका छौँ। अहिले विशेष गरेर संसारमा हेर्दा कुन चाहिँ देशमा चाहिँ राजतन्त्र अन्त भइसके पछाडि फेरि राजतन्त्र फर्केर आएको इतिहास त मैले त अन्य इतिहासकै कुरा गर्ने हो भने जस्तै ब्रिटेनमा अब राजालाई फाँसी दिइसके पछाडि पनि, फाँसी दिएर गणतन्त्रात्मक शासन पद्धति लागू गरिसके पछाडि त्यसको झन्डै 11 वर्ष पछाडि पुनः राजा फर्काइएको इतिहास छ। र आज पनि राष्ट्र संस्था त्यहाँ जीवित छ। लिखित कानुन छैन जुन देशमा, इतिहास त छन्, राजा त फर्किँदा रहेछन्। यदि इतिहास हेरेरै हो भने त अब यो देशको कन्डिसनमा मैले भन्दैछु, नेपालको कन्डिसनमा जुन व्यवस्था ल्याइयो, जुन व्यवस्था आयो, हुन त तपाईँ जीशस प्रमुख भएको नाताले पनि त्यो बोल्न नमिल्यो होला, तर आत्मालाई साक्षी राखेर भन्दै गर्दा त्यो व्यवस्थाबाट, यो अहिलेको देशको अवस्थाबाट तपाईँ सन्तुष्ट हुनुहुन्छ? होइन, यसो हो, हामी सङ्घीय गणतन्त्र मुलुकमा आइसके पछाडि पहिलो निर्वाचनपछि दोस्रो निर्वाचनको फेजमा मुलुक अगाडि बढिरहेको छ। हामी सुन्दर पक्ष, सुन्दर व्यवस्था भनेर यसैको आडमा टेकेर
हामी अगाडि बढिरहेको सन्दर्भ छ। तपाईँको एउटा सामान्य जनताको छोरा छोरी पनि त आज राष्ट्र प्रमुख बन्न पाउने अवसर त यो जस्तो एउटा जनताले पाएको अधिकार अरू के हुन सक्छ? एउटा महिला राष्ट्रपति बन्ने कुरा, एउटा मधेसीको छोरो राष्ट्रपति बन्ने कुरा, आज जनताका सामान्य जनताको छोरा राष्ट्रपति बन्ने कुरा, राष्ट्र अध्यक्ष बन्ने कुरा, राष्ट्र प्रमुख बन्ने कुरा राजतन्त्रमा पाइन्छ। राजतन्त्रले त गर्वमै जस्तो सुकै गलत मान्छे भए पनि गर्वबाटै ऊ राजा बन्ने कुरा, राष्ट्र अध्यक्ष बन्ने कुरा, राष्ट्रको सबभन्दा ठुलो मान्छे बन्ने कुरा त्यो पनि वैज्ञानिक न्यायचित हुन्छ। यदि अहिले यस्तो भयो कि समस्या कहाँनिर के सिर्जना भयो भने जनताहरू किन निराश हुन् भने हिजो एउटा राजा थियो मात्र एउटा, आज त 1000 राजा भए, चोक चोकमा राजा भए। समस्या यहाँनिर होइन त? त्यस्तो राजा होइन। अहिले त संवैधानिक व्यवस्थाले 3 तहको सरकार बनिसके पछाडि संहिता भनेको 3 तहको सरकार तहगत हिसाबले संरचना बनाएर जाने कुरा संहिता हो। त्यो संहितालाई आत्मसात गरिसकेपछि त संहिताको मूल मर्म भावना अनुसार तहगत हिसाबले नेतृत्व प्रमुख भएकोलाई सबैलाई राजा भन्ने कुरा हुँदैन। त्यो त आफ्नो जिम्मेवारी ठाउँमा नेतृत्व लिने कुरा हो, त्यस्तोलाई राजा भन्ने कुरा होइन नि त। त्यो त तहगत नेताहरूको जुन प्रस्तुतिकरण देखिन्छ, जुन छाँटकाँट देखिन्छ, सबै राजा भन्दा अझै माथि उनीहरू। हामीले त्यो भन्ने कुरा एउटा कुरा हो, हुने कुरा एउटा कुरा। कुनै पनि स्थानीय तह, प्रदेश तह, सङ्घका तहका एउटा जिम्मेवारी ठाउँमा बसेकाले राजा हुँ भन्ने घमण्ड कसैले पनि गरेका छैन, गर्न पनि हुँदैन, त्यो हुने कुरा पनि होइन। उनीहरूले आफ्नो जिम्मेवारी वहन गरेर यो देश, यो समाजको रूपान्तरको लागि, मुलुकलाई समृद्धि बनाउनलाई निरन्तर अगाडि बढेका छन्। हामी निराशवादी कुरा मात्रै गरेर हामी छुट पाउने ओलै छैन। निराश पनि किन हो? वास्तवमा सङ्घीय संरचनापछि स्थापित भएको यो एउटा यो शासन व्यवस्था त निरन्तर अगाडि बढेको छ। थुप्रै सूचकहरू, राम्रो सम्भावनाहरू देखिएको छ। निराश भन्ने कुरा नै छैन नि। यहाँ त मान्छेले थुप्रै समस्याहरू पनि त सँगसँगै अगाडि बढिरहेको छ। जस्तो अब नेपाल यो सङ्घीय व्यवस्था आइसके पछाडि हिजो पूर्व राष्ट्रपतिको लागि भनेर जुन सेवा सुविधा छुट्याइएको छ, पूर्व मन्त्री भनेर जुन सेवा सुविधा छुट्याइएको छ, यो हिसाबले त पूर्वहरूलाई पाल्दै नेपालको बजेट खतम हुन्छ। त्यसमा शिक्षा क्षेत्र, हामीले शिक्षा क्षेत्रको कुरा गरिरहेको थियौँ। शिक्षाको अवस्था बिजोग छ, आर्थिक अवस्था झन् दयनीय छ, औद्योगिक कल कारखानाहरू छँदै छैनन् भन्दा नि हुन्छ। जुन निजी सेक्टरले चलाइरहेको छन् ती पनि धराशायी अवस्थामा छन्। अब यो अवस्थामा अझै ती बुढा पाकाहरूलाई, ती पूर्वहरूलाई पालेर बस्नुपर्ने यो व्यवस्था कसरी सही भयो? होइन, यसो राज्यले दिने सुविधा, राज्यले दिने सेवा सुविधाको विषयमा त एउटा मापदण्ड बनाएर दिने कुरा हो। हिजोको राजतन्त्रमा तपाईँले बुझ्नु भएको छ नि, राजतन्त्रमा छोरा नाति पलाती कति पुस्तासम्म, फुपाजु ज्वाइँ जेठान छोरी चेली बेटीदेखि लिएर तपाईँको ससुराली समेतलाई भत्ता दिएको इतिहास त छ नि। अहिले पनि नेताहरूले त्यो गरिरहेको छैन। अहिलेका नेताहरूले तपाईँको परिवारमा रुमलिएका छैनन्। अहिलेका नेताहरू उनीहरूले पनि नाति पनाति ज्वाइँ छोरी कुनैको त जिन्दगी बनाए, कुन चाहिँ जनताको जिन्दगी बनाए? त्यस्तो जिन्दगी बनाए होइन। त्यसो हो, नेताहरू सबै खराब छन् भन्ने कुरा पनि होइन। नेताहरू कुनै सबै राम्रा छन् भन्ने कुरा पनि होइन, सबै खराब छन् भन्ने कुरा। त्यो शीर्ष नेतृत्वमा छन्। त्यो शीर्ष नेतृत्व पनि अब मैले के भनौँ भने शीर्ष नेतृत्व जस्तै अब तपाईँ आफै हुनु त अहिले ज्येष्ठ प्रमुख हुनुहुन्छ, जिल्ला समन्वय प्रमुख हुनुहुन्छ। तपाईँ नै जुन पार्टीमा आबद्ध हुनुहुन्छ या जुन पार्टीप्रति तपाईँको चाहिँ नि भाव छ, त्यो पार्टी नै वास्तवमा भन्नु नि निरङ्कुश तन्त्रमा चलिरहेको छ। यो भन्न मिल्ने कि नमिल्ने, किनकि त्यहाँ अर्को विकल्प, त्यहाँ कसैले विरोध जनाउँछ प्रमुखको, अध्यक्षको भने उसलाई निष्कासन गरिन्छ, अनेक बहाना लगाइन्छ। यो त छटपट छ, सबैले देखेका छन्। यस्तो अवस्थामा रहेका शीर्ष नेतृत्वहरूलाई हालेर राजा नै फर्काउनुपर्छ भनेर जुन जनताले माग गरिरहेका छन्, यहाँनिर आएर अब भन्नुहोस्। त्यस्तो छैन। हाम्रो पार्टीमा लोकतान्त्रिक अभ्यास, पार्टीभित्र आन्तरिक लोकतान्त्रिक कुरालाई सुदृढ गर्दै हामी अगाडि बढेका छौँ। 10औं राष्ट्रिय सङ्घ महाधिवेशनमा पनि हाम्रो अहिलेको अध्यक्ष, अहिलेको सम्मानीय प्रधानमन्त्रीको ठाउँमा
प्रतिस्पर्धा गरेर चुनावबाट नै हामीले अध्यक्ष बनाउने कुरा हामी पनि राष्ट्रिय प्रतिस्पर्धा गर्यो भनेर त्यो यहाँसम्म रहेछ कि एउटा बहाना भेटेपछि पार्टीबाट एउटा साधारण सदस्य पनि नहुने गरी निष्कासन। त्यस्तो होइन त्यस्तो हामीलाई त्यस्तो महसुस भएको होला बाहिर हेर्दा, वास्तविक त्यो होइन, त्यसरी होइन। हामी त पार्टी खुलेर एमाले भित्र मैले पार्टीको नाम लिएँ, अघिसम्म लिएको थिएन, तपाईँले अध्यक्षको नाम भनिसके पछाडि खुलेर तपाईँको पार्टीले गलत गर्दै गर्दा तपाईँले पार्टीको विरोध गर्न सक्नुहुन्छ? होइन, गलत गर्नु त पार्टी तपाईँको अध्यक्षले गलत गरिराख्नु भएको छ, उहाँको विरोध गर्न सक्नुहुन्छ? होइन, यसो पार्टीभित्र पनि कतिपय कुराहरू ठिकलाई ठिक बेठिकलाई बेठिक भनेर पार्टीभित्र पनि अन्तर्संवाद गरेर छलफल गरेर हामी निष्कर्ष सक्छौँ। बेठिक भन्नेहरूलाई त उहाँले बस्नै नदिनु हुँदो रहेछ। गलत कुरालाई महसुस गर्ने कुरा त पार्टीभित्र जनवाद छ हाम्रो पनि। एउटा जनताको बहुदलीय जनवाद भनेको त जनताको बहुदलीय जनवाद भने पार्टीभित्र पनि लोकतान्त्रिक हिसाबले हामी प्रतिस्पर्धालाई स्वीकार्नु, एउटा जनताको भावनालाई, कार्यकर्ताको भावनालाई समेटेर जाने प्रक्रियाहरू हाम्रो पार्टीभित्र अत्यन्तै लोकतान्त्रिक अभ्यास छ। त्यसबाट निरङ्कुशता भयो भन्ने कुरा त त्यो हामीमा त्यस्तो छैन। त्यो बाहिर बुझाइ फरक होला, भनाइ फरक होला, तर पार्टी मान्छे केपी ओली भन्दा उत्कृष्ट अर्को नेतै छैन एमालेमा। होइन, त्यो अहिलेको सन्दर्भमा त उहाँभन्दा को ओली भयो त नि। देश त्यहाँसम्म बिजोको अवस्थामा छ कि एउटा पार्टीको नेतृत्वमा एउटा व्यक्तित्वभन्दा अर्को विकल्पै छैन। भनेपछि भोलि केपी ओली नहोस्, यो गलत अर्थमा पनि नजाओस्, केपी ओली नरहँदाको दिन एमाले पार्टी नै डुब्छ। होइन, त्यस्तो होइन। अनि विकल्प संसारमा त बिना विकल्प चिज त केही छैन, विकल्प त हुन्छ। तर अहिलेको सन्दर्भमा हाम्रो पार्टी अध्यक्षको विषयमा त विकल्पको विषय त अब विषयमा त उठाउनै पर्दैन। अहिले त उहाँ नै हो, निर्विकल्पै उहाँ अहिलेको सन्दर्भमा। पछिका कुरा समय परिस्थितिले सबै कुराहरू फेर्दै जाँदा त्यस्तो होइन, निर्विकल्प भन्ने कुरा त के हुनसक्छ संसारमा, विकल्प कुरा पनि हुन्छ। तर अहिलेको सन्दर्भमा त्यो विषयमा सोध्नु बोल्नु पर्ने, छलफल गर्नुपर्ने। अब तपाईँकै पार्टी अध्यक्ष अहिले प्रधानमन्त्री हुनुहुन्छ, तपाईँ एक हिसाबले जिल्लाको प्रधानमन्त्री तपाईँलाई भन्न मिल्यो, जिल्ला समन्वय समितिको प्रमुख तपाईँ हुनुहुन्छ र यहाँ सरकारले लेखेको कानुन, बनाएको कानुन कार्यान्वयन भएन भनेर तपाईँले वर्षौँदेखि, अब योभन्दा अगाडि पनि ल यो चाहिँ कसरी यो कार्यान्वयन गर्नु पर्यो भनेर एक किसिमको छलफल चलाउनु भयो। अहिले पनि फेरि त्यो छलफल ठुलो छलफलमै छ। भन्न खोजेको यही व्यवस्थाले ल्याएको यो अवस्था, यही व्यवस्थाले लेखेको त्यो कानुन, त्यही कार्यान्वयन गर्न हामीहरू सकिरहेका छैनौँ। अनि अब यो देश यो व्यवस्थाबाट बन्ला भनेर जनताले आशा र अपेक्षा कसरी गर्ने? होइन, यसै चाँडै हामी निराश हुनुपर्ने अवस्था छैन। संविधान बन्ने कुरा जनताको ठुलो 73% बलिदानको कारणले एउटा देशमा संघीयता आयो, गणतन्त्र आयो, समानुपातिक समावेशी भन्ने कुराहरू हामीले एजेन्डाहरू त्यसलाई बनायौँ। त्यसपछि धर्मनिरपेक्षताको कुराहरू आयो। यति महत्त्वपूर्ण कुराहरू हामीले यो व्यवस्थाबाट पाउँदै गर्दा हामीले राम्रो संविधान बनायौँ। यहाँ भनाइ के छ भने राजनीतिक परिवर्तन भयो, अवस्था परिवर्तन भएन, व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने किसिमको जुन एउटा भाष्य पैदा गरिएको छ नि, वास्तवमा त्यो होइन। अवस्था पनि परिवर्तन हुँदैछ भन्ने कुरा तपाईँ हामी जतिको मान्छे हैन, अवस्था परिवर्तन भएको छ कि हिजो चप्पल पड्काउनेहरू हिजो चप्पल पड्काउनेहरू आज अवस्था पनि परिवर्तन भएको छ। ती व्यक्तित्वहरूको जो शीर्ष नेतृत्वमा रहे ती व्यक्तिहरूको नि चाहिँ अवस्था परिवर्तन भएको छ। तर उनीहरूलाई चप्पलबाट हवाई जहाजसम्म पुर्याउनको लागि जसले बन्दुक बोके, जो बन्दुक उठाए, तर ती व्यक्तिहरू आज गोली खाएर ओछ्यानमा पल्टिरहेको यो वास्तविकता हो देशको, हैन? त्यस्ता आन्दोलनमा लागेका घाइते अपाङ्ग शहीद परिवारलाई पनि सम्बोधन गर्ने एउटा योजना बनाएर, पोलिसी बनाएर, अब कानुन बनाएर कतिसम्म सम्बोधन गर्न सकिन्छ भनेर राजनीति लागिरहेछ नि, त्यसमा त अन्यतै छैन। हुन्छ, अब हामी निकै उत्तरार्धतर्फ पनि छ। अब यो राजनीतिक बहस जति लम्बियो त्यति लम्बिँदै जान्छ। अब विशेष गरी यो जिल्लाको शिक्षाको सेक्टरको लागि जुन किसिमले तपाईँले मेहनत गर्दै हुनुहुन्छ, जसरी गरिब विपन्न जति पनि विद्यार्थीहरू हुनुहुन्छ उनीहरूले अनिवार्य रूपमा पढ्न पाउनुपर्छ भनेर जसरी तपाईँ लाग्दै हुनुहुन्छ, अहिले नै नवलपुर जिल्लाकै हकको कुरा गर्ने हो भने पनि झन्डै पछिल्लो डाटाले भन्छ झन्डै 40% भन्दा धेरै विद्यार्थीहरू एसई पछाडि ड्रप आउट छन्। एसई पछाडि
अब +2 सम्मको हकमा एकजना पनि दरबन्दी नभएको आज डाटा पनि त्यो देखियो। अब यो अवस्थालाई अन्त्य गरेर पहिले त शिक्षा सेक्टरलाई, शिक्षा क्षेत्रलाई सही बनाउने हो भने कमसे कम दरबन्दी त पुरा हुनु पर्यो। त्यसको लागि तपाईले के गर्नुहुन्छ अन्तिम प्रश्न? अनि यो विषयमा त अब दरबन्दी अभाव भएको कुरालाई, दरबन्दी माग गर्ने कुराहरू हामीले समन्वयकारी भएका छौँ। कतिपय विद्यालयहरूमा विद्यार्थीको चाप छ, दरबन्दी कम छ। कतिपय विद्यालयमा दरबन्दी छ, पर्याप्त आवश्यकताभन्दा पनि बढी छ र विद्यार्थी सङ्ख्या कम छ। यस्ता कुराहरूलाई पनि हामीले समायोजन गरेर जानुपर्छ भन्ने हिसाबको एउटा चिन्तन बहस छलफल भएको छ जिल्लामा। यस्तो विषय पनि हो। अर्को विषय चाहिँ के हो भने नेपाल सरकारले यो विषयमा गम्भीरताका साथ अब शिक्षा क्षेत्रमा कम्तीमा 10% पनि लगानी गर्ने कुरा अहिले भइरहेछ भने एउटा अन्तर्राष्ट्रिय मापदण्डले पनि के बोल्दैछ, कम्तीमा शिक्षा क्षेत्रमा 20% लगानी गर्नुपर्छ भन्ने एउटा स्ट्यान्डर्ड छ कि भन्ने लाग्छ। त्यो आधारमा मात्रै 10बाट 20% मात्रै राज्यले शिक्षा क्षेत्रमा लगानी गर्यो भने त हामीले धेरै यो शिक्षामा भएको अभावलाई पूर्ति गरेर अगाडि बढ्न सक्छौँ। यो विषयमा पनि जिल्ला समन्वयले एउटा स्थानीय तह प्रदेश र सङ्घमा के किसिमको कोअर्डिनेसन समन्वयकारी भूमिका खेल्नुपर्छ, हामी एकदमै विषयमा तयारी छौँ। हुन्छ, जाँदा जाँदै हाम्रा श्रोता एवं दर्शकहरूलाई के भन्न चाहनुहुन्छ? अब यो काउसती एफएमले जुन किसिमको 102 मेगाहर्जले मलाई यहाँसम्म आएर आफ्नो राय, आफ्नो विचार राख्ने अवसर प्रदान गर्नुभयो। हाम्रो दिपेन्द्र सरलाई पनि धेरै आभार व्यक्त गर्न चाहन्छु। विशेष धन्यवाद त तपाईँलाई, किनकि तपाईँको यो व्यस्त समयको बावजुद पनि हामीलाई यो समय दिनुभयो। यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। हामी फेरि पनि यस्तै समसामयिक विषयवस्तुमा छलफल गर्नेछौँ, जुट्नेछौँ। हुन्छ, यतिन्जेल कार्यक्रम सुनेर र विभिन्न माध्यमबाट हेरेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष आभार प्रकट गर्दै रेडियो काउसती 102.6 मेगाहर्जको यो विशेष संवादबाट यो विशेष समय छुट्याइदिनु भएकोमा जिल्ला समन्वय समिति प्रमुख बाबुराम विश्वकर्मा जीलाई पनि आभार प्रकट गर्दै यतिन्जेल प्रविधिमा साथ दिने दिनेशलाई धन्यवाद भन्दै समाज रूपान्तरणमा हाम्रो आवाज हाम्रो अभियान रेडियो काउसती सँगै रहनुहोला। म दिपेन्द्र रेग्मी बिदा भएँ। नमस्कार।